ल आजको सुरुवात भनेको चाहिँ कफीबाट भएको छ है हैन कफी टक्क हाम्रो यता दर्शन म चाहिँ पानी मात्रै हो है दारु सार चल्दैन नि हाम्रो दर्शन अनि म यता छु देखिरहेको छु मलाई देखिरहेछ ल आज चाहिँ हामी भ्लग गर्दै कता इलामतिर जाँदैछौँ है अब टक्क हाम्रो केर्खा बजारको ब्रिटोपिया क्याफेबाट कफी खाएर है अनि हामी चाहिँ बाटो लाग्नेछौँ अब बाटोमै भेटौँ है त गाइज ल अब चाहिँ दर्शन भाइले मास्क लगाइसकेको छ है ब्रिटोपिया क्याफेबाट कफी सफी खाएर अब चाहिँ लाग्यौँ चढालु ल दाइ केर्खा लाग्यो अब चाहिँ गन्तव्यतिर है एङ्गल कस्तो आइरहेको छ है केही थाहा छैन कि अब भरे हेर्नुपर्छ के कस्तो आएको छ अहिले चाहिँ हामी केर्खाबाट लागेको यात्रा चाहिँ हाम्रो इलामसम्मको अब हेरि कहाँ कहाँ पुगिन्छ हामी चाहिँ धुलो खाँदै माइझर आइपुग्यौँ है धुलोले त ढुक्क बनायो केर्खादेखि माइझर आइपुग्छ अब लगभग कति किलोमिटर छ 10-12 किलोमिटर होला होइन केर्खादेखि माइझर कति किलोमिटर छ 10-12 किलोमिटर पर्छ 10-12 किलोमिटरमै छ यो जग्गाहरू र हाम्रो यहाँको चाहिँ सफल रहोस् कामहरू बनियोस् के हुँदैछ यहाँ फेरि सोधौँ न यहाँबाट कताबाट सर्टकट जान्छ के हो चोर पक्रेको ल ल ल ल ल ल के गरेको चोरेकै होला यसले ए उता चोर्नु खोजेको छ नि म्यापमा हेर्छु ल यो बाटो यस्तो कुराहरू काम गर्नु नि यार के चोरी हुन्छ यार कहाँबाट हो अर्को बाटो रहेछ यता जाउँ के सोध्न यहाँनिर उयो कुरा सोधौँ न बाजे यो बाटो इलाम पुग्छ र अब चाहिँ हामी यो जमिनहरू जाने बाटो रहेछ होइन यहाँबाट हामी इलाम सर्टकट आएको छौँ सर्टकट बाटो हेरौँ कतिको छिटो पुगिन्छ कति बज्यो अहिले
कति बज्यो 9:40 कति घन्टा पुगिँदो रहेछ ल 3 घन्टामा सही हो बाटो त बगाउँदैछ त अहिले हिँडेको हो पहिला यो बाटो हिँडेको हो तिमी पहिला हिँडेको स्टुडेन्टहरूले पनि कर्नरिङ हान्दै आउँदो रहेछ त स्टुडेन्टहरूले पनि कर्नरिङ हान्दै आउँदो रहेछ त कर्नर एक्लै हुँदा चाहिँ एक्लै चाहिँ मजा आउँदो रहेछ सिङ्गल सिङ्गल क्या बाटो चाहिँ युवा आउनुपर्ने रहेछ नि त रहेछ नि त
यसो हुन्छ खाजा हुन्छ त्यो अरू गाउँ पऱ्यो यहाँ चाहिँ मिलेको छ कि छैन पनि अझसम्म चाहिँ राम्रै मिलेको थियो अब अहिले चाहिँ कस्तो भइरहेको कत्रो गेट हो के को गेट हो यो के गेट हो यो यो नि कुन ठाउँ आइपुग्यो शुक्रबारे शुक्रबारे बजार आइपुगेको छौँ हामी यहाँनिरको जुन चाहिँ यति किलोमिटर भनेर लेखेको छ नि बोर्डहरू त्यो गलत छ कि क्या हो अहिले भर्खर त्यहाँ तल हेर्दाखेरि शुक्रबारे 1 किलोमिटर भनेको शुक्रबारे छिर्यो नि त अनि बजार नापेको छ बिचको सेन्टर चाहिँ यो माई नगरपालिका शुक्रबारे भन्ने ठाउँ आइपुगेको छौँ हामी good. I see. यतिको बाटो चाहिँ हुनुपर्छ है गाइस ल अब पिज आएको खुलित्तै भयो एक्कासी त यस्तो सकिङ वे हामी आउँदैछौँ यो चाहिँ नेचुरल पाउडर हो यो मेकअप गर्नु चाहिँ यहाँ आउनु होला कालो जुत्ता लगाएको सेतो भइसक्यो मैले त नि यो बाटो त मैले एक्सपेक्टै गरेको थिइनँ त यार फेरि आयो उता पाउडर राम भनेर आउँदा अब त्यो सिट भयो त सिट त्यतिका माट टोक्ने भेलु बाजेको डाइले खानालाई भइहाल्यो नि यो चाहिँ त्यो हाम्रो अर्को भाइले त भन्दै थियो धुलो चाहिँ डेन्जरै खाइन्छ है भन्दै थियो कि अब त यहाँनिर अघि छोडेको एक्सपल्सले अनि हाँसाउँछ नि त हामीलाई अघि हामी तल छोडेको एक्सपल्स थिएन तिनीहरू त अनि अब उफ्रिन्छ नि त यहाँ त अलिअलि धुलो खाने त हामी पो हुन्छ रहेछ ओहो कुद्नु त कुद्छ गाइस नकुद्दैन देखो न क्या है एकातिर लाग्छ बाइक कता लानु खोजेको कता कुद्छ तेरिका
तलमा न्यास्टी हुन्छ क्या बल्ल अलिकति पिच भेटाइयो यार अलिकति पिच भेटाइयो अब यो यस्तो एक्सट्रिम अफरोड गरेर हामीले फेरि पनि सोको समयको लागि भए पनि कालो पत्रे बाटो भेटेको छौँ होइन त्यसो भने एकछिन रमाउनु पऱ्यो बाटो बाटो त यहाँको त ठिकै रहेछ कि त्यो हामी त्यो माथि जान्छौँ नि कन्याम के अरे टिकल चिकल कटेर माथि त्यो माई पोखरीको बाटो छ नि त्यहाँको टर्निङ कस्तो डेन्जर छ यार फ्लुट परेको छ क्या म ओभर डेन्जर लाग्यो पहिला आउँदाखेरि होइन त्यतिखेर मेरो हन्डा युनिकर्न थियो केटाहरूले कुदाउँछ होइन त्यो झन् केटाहरूले त के कुदाएको र केटाहरूले त केही पनि कुदाएन एउटा थियो कि कपाल केटा र केटी आरटिआरमा थियो होइन जो मान्छेले कुदाएको देखेको मैले कुदाउने त ठिकै हो होइन उसको कन्फिडेन्टले कुदायो त्यो पछाडि बस्ने केटी खतरा हो क्या आठिलो रहेछ म्याच पछाडि फर्किँदै जिस्काइन्छ अरे केटाहरूलाई केटाहरू त चम्किएर त अनि चम्कियो कि केटाहरू त्यो केटी फेरि चम्काइदिएको केटाहरू त पछाइ गयो क्या मैले त म्याएको होस् मरिन्छ भनेर छोडिदिएको लुइ हान्छ त्यो इलामको बाटो यो खालको छ फेरि टर्निङ के गर्दैछ पुरा आइज दिन्छ क्या केटाहरूलाई जोसाएको त छैन अनि भएर चाहिँ केटाहरू पनि डर लागेको छ कि अनि छोडो के भन्छ रोकाएर जोसाएको भन्छ यो आइपुग्यो भर्खर खोलातिर यहाँ त खोला त डेन्जर हो त नि है खोलाको बाटो चाहिँ किन हिँड्नु परेको भन्दा हाम्रो यहाँको जुन चाहिँ भाँसिए छ भाँसिएर उतार्नु परिरहेको ठिकै छ फेरि उकालो राख्नेछौँ रेकर्डिङ चाहिँ के ठुलो क्लिप हुन्छ कि आफैले गर्नु पर्यो क्लिप लामो भएको छ होइन त्यसलाई काट्दै हाल्दै आफै मिलाउने भरै माथि पुगेर मिलाउने होइन अनि त्यस पछाडि ला हामीले गल्ती गऱ्यो नि अनि आइफोनको चार्जरै किनिएन महँगो पर्छ नि त अब हेरौँ थियो भने थियो थिएन भने लिनुपर्छ एक्सट्रिम बाटोहरू आउँदैछ है कहाँ लगेको त यो आज म के भइरहेछ माइन्ड क्या म्याच ओर मेरो त जुत्ता भिजाएको म्याच
त्यही पानीको बिचमा होला कस्तो मेरो आज के भइरहेछ क्या मलाई कन्ट्रोलै भइरहेको छैन यार कन्ट्रोलै भइरहेको छ चिप्लेको चिप्लै छ अन्त भनेर सम्झिरहेको छु क्या झन् भित्र छिरेन होला होइन भित्र छिरेन होला ल ठिकै छ रेकर्डिङ भइरहेको रहेछ यस्तो कमेडी इन्सिडेन्टहरू पनि होइन क्या त्यो पानी हेर्दै थियो कि गइँदैन होला भन्दै थियो नआएका सिधै गएको पो गएर ओहो जाममा परियो त गाडी अड्केको रहेछ नि त है ट्रक जाममा यही गाडी आइराख्नु त होला नि अनि त्यो अर्को गाडी कहाँबाट आउँछ अनि त्यो अर्को गाडी छ होला नि त अगाडि गाडी छ ठाउँ छैन हौ त्यहाँनिर एउटा साइड रहेछ क्या जङ्गलको बाटो हिँडिन्छ कान्छी त्यो सिकारी नभन लागेको भाडा हिँडिन्छ कान्छी भिकारी नभन अरे क्या बाफ्रे हो साइड क्या यो तापेजुङ जाने रोडले चाहिँ भक्का साइड लेखेको रहेछ पछाडि देख्नुहुन्छ कि छैन मैले चाहिँ अघि पढेँ किन हो इलाम बजार यति नै हो मोबाइल कति छ त के भन्छ यति नै हो र बजारमाथि त होइन रेकर्डै भएको रहेछ रहेछ कि त्यो भएर अब हटिहाल्यो ठिकै छ नेक्स्ट टाइम अब फर्किँदाखेरि हामी हिँड्नु यो गाडी छ नि यो गाडी कहाँ छ खोइ कहाँ राख्नु यहीँ केही भन्दैन अरे कि घरै पुगेर भात खाने बिरालो हेर्नु कस्तो दामी रहेछ म चाहिँ लब्बो पिसाब आइरहेको छ हेर्नु त्यो टोइलेट चाहिँ कुदिहाल्नुपर्छ के खाने हो र तिमी के खाने म त चिया खानु पर्ला हौ चिया चिया अर्को किन्ने बेला भएको छ हेर्नु अर्को किन्नु न जाउँ न भित्र कता हो बस्नु न
हामी चाहिँ अब चिया ब्रेक कहाँ आइपुग्यौँ अरे हामी अहिले बाख्खर इलामदेखि मासतिर बाख्खर यस्तो अवस्थामा चाहिँ मलाई नदेखाउनु आफ्नो हालत देखाउन न दाइ तपाईँ यस्तो मेरो त ठिकै छ ज्याकेट ज्याकेट त यहाँ खोलेर आएको छ ज्याकेट त यहाँ चाहिँ जुत्ता प्यान्ट त अहिले त्यो यसमा देखाउँ लाने साह्रो चल्दैन चिया मात्र होइन चिया कफी मात्र ल चियर्स मेरो पनि ल मलाई चाहिँ दुध चिया पनि चल्दैन भनेपछि अरू त झन् खाँदै खाँदैन भन्ने कुरा थाहा भइसक्यो होला होइन चिया चाहिँ बब्बाल रहेछ बब्बाल दामी लाग्यो खाजा पनि आउँदैछ थुक्पा मगाएको छौँ हामीले सादा थुक्पा ट्याक्कसँगले ल अब चाहिँ खाजा खाइयो के हो यो पङ्कज होटलमा खाजा खाएर यो हाम्रो मेन बाटो देखाउने मान्छेहरू चाहिँ गाइड हो मेरो गाइड होइन म चाहिँ टुरिस्ट हो यहाँको लाग्यो अब ल लाग्यो अब खाजा नास्ता खाएर अब कति घन्टा लाग्छ हामीलाई 2 घन्टा लाग्छ अझै हामी 2 घन्टाको बाटो उकालो चढ्नु पर्ने अवस्था रहेछ होइन चढ्दैछौँ राखे आउनु अझै 12 किलोमिटर यो भयो त त्यो पनि सही हो राके आइपुग्नु लाग्यो भन्दा पनि अझै 10-11 किलोमिटर छ भन्ज्याङ भन्ने ठाउँ चाहिँ आइपुगेको छ है बाख्खोर बजार अघि चाहिँ हामी मिस्टेक लोकेसन भएको रहेछ होइन त्यो चाहिँ मिस्टेकली अर्कै ठाउँलाई चाहिँ हामीले बाघ बजार भनेको थिन्छौँ नि यो चाहिँ हामी बाख्खोर बजार भर्खर आइपुगेर बाख्खोर बजारबाट पनि अझै हामी 10 किलोमिटर माथि जानुपर्ने हुन्छ ल यता थियो फाइनली हामी कता राखे बजार कट्यो राखे बजार खोइ त्यो बजार हो के हो मिति कुन घर हो तिम्रो त्यही हो ल
सुक्यो ल आइपुग्यो हामी दर्शन भाइको घर आइपुग्यो बल्ल बल्ल ग्यारेज बन्द रहेछ है बाइकको हालत यस्तो छ यो के हो यस्तो आफूले मरेर आइपुग्यो यार Yo guys, this is my home है लाइक सेयर सब्सक्राइब हान्नुहोस् यता भ्यू देखाइदिनु दाइ अहिले यहाँ सबै हुसु लागिरहेको रहेछ त्यस्तो क्लिन चाहिँ आइरहेको छैन टक्क हामी चाहिँ कहाँ अरे यो राखेँ राखेँ हामी अहिले ठ्याक्कै 5 थरमा छौँ अब पाँच हामी थर राखेँ। इलाम गरेर भात खाने अनि 5 थरमा सुत्न आउने खतरा मान्छे हो नि है ल ल अझै हामी चाहिँ फाइनल्ली दर्शन भाइको घर पुग्यो होइन राखेँ अब यहाँबाट फिल्म पनि जाने हामी भएको छैन भात खाएर कुरिहाल्ने फिल्म उडिहाल्ने हामी चाहिँ फेरि यहाँबाट अनि भोलि चाहिँ एकछिन यसो घुमघाम गरेर अनि घरतिर लाग्ने हो अहिलेलाई चाहिँ हामी दर्शन भाइको घरमा छौँ बाइक यहाँ तल छ त्यस यहाँ पिच बन्ने भनेका नेताहरूले यही पिचको लागि भनेर जहिले भोट जित्छन् बन्नु चाहिँ आँटेन कहिले बन्ने हो खनि रमाइलो रहेछ त्यस ठाउँ चाहिँ के ल अब यस्तो दुःखले पुग्यो होइन रातले के भन्छ घरको चाहिँ माथि छ तपाईँहरूको लागि किराँती धर्मावलम्बीहरूलाई माथि छ डाँडामा त्यो डाँडाहरू पुग्दैन होला जुम गर्न मिल्दैन राके बजार अरे राके बजार टु व्हिलर कसरी हो एउटा किनिदिउँ नि क्या त्यो वाला टोपी क्या है काम हुन्छ त खोइ मलाई के गरिदिनु नि लिइहालेको खोइ यो टोपी निकालिदिनु एउटा निकाल्नु छ भने कालो कालो भयो नि यही ठिक हुन्छ होला हौ त्यसो दाइ सबैले मोबाइल लिएर आउनु के भएर गरिदिनु भन्नुहुन्छ त्यो बिरामी हो कि क्या चिन्नु भएन दाइले कति वर्ष अरे सन्चै हुनुहुन्छ कि बिरामी हो 100 रुपियाँ हाल्दिनँ कि 100 हाल्दिनँ 100 भन्दै हिँड्छ त तलतिर त खै के गर्नु 100 रुपियाँ हाल्दिनँ कि 100 रुपियाँ हाल्दिनँ अरे हामी हिँडेको नि घुम्नु माथि माथि फिल्मतिर काम जाने ल हामी चाहिँ अब राकेबाट ओह्रालो लाग्यो राकेबाट हामी ट्याक्कसँगले फिल्म हामी अब लगभग 30-35 किलोमिटर होला अब बिस्तारै बिस्तारै बाटोमा सर्ट क्लिप्सहरू हान्दै ट्याक चलाएर फिल्मतर्फ उठाइदिनु हामी पनि आफ्नो के छ र दर्शन भाइ पढेको स्कुलहरू है त दर्शन भाइ पढेको हामी चाहिँ पौवा भन्छ्याङ भन्ने बजार बसेर फेरि उकालो लाग्दैछु बाटो गरौँ बाटो सम्झेर कहाँ जान्छ त्यही
डाँडा भन्छ ए सिलौटे डाँडा यो छ है बाटो चाहिँ डेन्जर छ डेन्जर पिच यस्तोमा त पिलित्त हो नि त फेरि लाइन लागेर हिँड्नुपर्छ चिसो बढ्दै गयो यस्तो पिसाबले चेपिरहेको छ कि मलाई चाहिँ हालिदिउँ भने चारैतिर खेलिरहेको छ पाहाडमा त छोरी मान्छेहरू सबै उस्तै उस्तो पनि देख्छु त म त यस्तो चाहिँ हुनुपर्छ क्या बुलेट चाहिँ अगाडि देख्नु हाँसेरै त हो माया लाग्ने रिसाउँदा त छि अरे क्या सही हो नि होइन हाँसेरै त हो माया लाग्ने रिसाउँदा त छि सायर अरे तपाईँ सायर अरे तपाईँ यो ड्राइभर दाइहरूले यो हाम्रो यो अफ हिल साइडमा जति पनि ड्राइभ गर्नेहरू हुन्छ नि गाडी ट्रकहरूमा चाहिँ साइडहरूको बबाल गएको हुन्छ क्या के हो यो चिसो मौसममा हामी चाहिँ कहाँ आइपुग्यो बोर्ड पनि छैन कति किलोमिटर बाँकी छ अब चाहिँ हामी फेरि बजार आइपुग्यौँ है कता हो माथि हो कि तलै हो अब चाहिँ फिल्म बजार आइपुग्यो गयो नि अब चाहिँ फिल्म बजार आइपुग्यो हो
हेरेर नि अहिले त्यो चाम्फा चराएर खान्न होइन यहीँबाट त्यो चार्जर लिएर जानुपर्छ होला आइफोनको है यहीँ किन्नुपर्छ होला नि यतै तलतिर त देखिनँ त मैले त उयो के अरे मोबाइल पसलहरू राखेतिर राखेमा छ नि अहिले भर्खर थियो नि त्यहाँ एयरपोर्ट ठुलो त्यो अहिले भर्खर रहेछ हो र किधर अनि फिल्ममा छौँ हामी चाहिँ फिल्मको क्याफेमा हेर्नुहोस् ल गाइज है फिल्मको भ्यू है कस्तो रमाइलो छ ल सनसेट पनि छ यता है यस्तो मजाको है कस्तो दामी देखेको यार बा ओ बाबा मेरो राम्रो आइरहेछ खिच त हामी चाहिँ फिल्मको क्याफेमा है यस्तो कफी हाम्रो यता हाम्रो के भन्छ त्यो चौकीको काम पनि भइसक्यो सकेर 100मा 50-60% चाहिँ ढुक्क भयो त्यसपछि उता रिमेनिङ पर्सेन्टेज चाहिँ हल्का टेन्सनै छ कि यो भाइले झन्डै मलाई माथि पुऱ्यायो होइन कफी हाल्यो भने चाहिँ त्यो माक्स लगाएर कफी हाल्छ तिमी खोला त खोला न यो मङ्की माक्स लगाएर कफी खाएको माथि हुने चाहिँ कता भन्नु न भाइ माथि यस्तै छ सिनारियो चाहिँ कफी उठाउ न कफी हाल्नु होइन यस्तो कफी चाहिँ यहीँ छ हाम्रो यहाँ छ हट वाटर लौ छ ए कफी चाहिँ यस्तै छ टाउराला कफी कस्तो लाग्यो तिमीहरू त्यस्तो दामी देखेको यार कफी खानु निक्ल्यौँ है लाइट बलिरहेको छ क्या हो छैन नि कस्तो दामी देखेको